आफूलाई राई हुँ भन्छन्। यसो हेर्दा ठ्याक्कै राई जस्तो लाग्दैन। राई जस्तो नलागिसकेपछि सोध्ने काम हुन्छ, परिचय लिने काम हुन्छ। तपाईँहरू कुन थरी के पाछाको राई हुनुहुन्छ अथवा ठाट ठल्लो तपाईँहरूको पुरानो कहाँ हो के हो भनेर भन्दै गर्दा उनीहरूले चाहिँ अब पाछा पनि थाहा छैन भन्छ, के थरी भन्ने कुरा पनि थाहा छैन। त्यसले अरू कुरा सोध्दै जाँदा जस्तै तपाईँहरूलाई पाछा थाहा छैन भने बिहेबारी गर्दाखेरि जस्तो बुहारी माग्न जाँदा कसरी कुन हिसाबले अनि पाछा छुट्याउने, पाछा भनेको गोत्र हो, त्यो गोत्र चाहिँ के हो भन्ने कुरा हुन्छ कि हुँदैन भन्दाखेरि त्यो पनि हुँदैन रे। अनि त्यो चाहिँ अचम्मको विषय बन्यो। अब अर्को कुरा के हो भनेदेखि यो खालको राईहरू, यो जुन हामीले राई जस्तो नदेख्ने राईहरू चाहिँ नुवाकोटको त्रिशुली नदी किनारको फाँटहरूमा र धादिङको छन् अलि ठुल्ठुला फाँटहरू बेसी भागमा उनीहरूको थाहा रहेछ। उनीहरूको गाउँठाउँमा गइसकेपछि निकै नै त्यो उनीहरूको बगाल ठुलो बस्तीहरू नै भेटिन्छ। अनि उनीहरूलाई सोधेपछि राई नै भन्ने गर्छन्। तथापि हामीले त्यसको अलावा अरू खोजीहरू गर्दाखेरिमा तिनीहरूको गाउँको आसपासको गाउँहरूमा जस्तै तामाङ छेत्री बाहुनहरूको बसोबास पनि छ त्यहाँ। त्यतातिर लागेर सोद्धाखेरिमा उनीहरू राई दनवारहरू हुन् भनेर भन्छ। राई दनवार हुन् भनेर भन्दै गर्दा फेरि उनीहरूलाई तपाईँहरू दनवार रे नि त भनेर सोधेपछि यो त भनाइ हो, कसैले भनेको कुरा हो, हामी दनवार होइन, हामी त राई नै हो भन्छ। अब राई हो भने चाहिँ पूर्वतिर पनि एक खालको राईहरू पाइन्छ। पूर्वतिरको राईहरूको खलकको हो त तपाईँहरू भनेपछि हामी हो, पूर्वकै खलकको राई हो भन्छन्। तर पूर्वको राईको स्वभाव, शारीरिक बनावट, नस्ल नै फरक, अलग। उनीहरूको यो जुन नुवाकोटतिर पाइने राईहरू जो राई हौँ हामी भनेर भनिराखेका छन् तर राई जस्तो लाग्दैनन्, उहाँहरूको र पूर्वतिरको राईहरूको शारीरिक बनावटमा निकै ठुलो अन्तर पर्छ। त्यसपछि लगायतका अनेक हावभावहरू पनि फरक छ, हुलियाहरू फरक छ। अब संस्कारहरू, संस्कृतिहरू, अब भाषा भन्ने चिजहरू त सबै कुरा फरक छ। त्यसैले गर्दा राई जस्तो लाग्दैन, तर उनीहरू राई नै हौँ भनेर भनिरहेछ। अब फेरि अलिक धेरै बृहत के अरे भाष हिसाबले बुझ्दै जाँदा त्यो राई समुदायहरूमा गाभिनलाई ठुलो क्रान्ति पनि थालेको अथवा त्यो किसिमले यायो खाने पाल